के गर्नुभयो खाना? मोबाइल हेरेर बसेको। कस्तो हात फुटेर? ल्याउनु मलाई नि त्यही ल्याउ त। अनि सुन्नु न, हजुरसँग आज एउटा कुरा गर्न छ कि मैले। के कुरा गर्ने हो? अनि के अरे नै देउरानीलाई के भनेर लगाइदिनु भयो र? ती त पुरै के अरे नै रिसाएर पुरै कालो र निलो अनुहार गर्दै आइथिन् त मसित। मैले के कुरा लाउने हो? होइन तिमीले कसैसित भने एउटी र उनीले लैदिए कि? होइन, अब हजुरसँग त्यही अब पाहुनालाई अब यसो उसले पनि वास्ता गरिन भन्ने तपाईँसितै कुरो चलेको हो होइन। अनि त्यसपछि अब के अरे नै के भनिछस् तैँले आमासित भनेर पुरै यहाँ मलाई बाँच्दै आयो कि अघि। होइन, तिमीले उसैका मुखले भनेको तिमीले भनेको उसले सुनेको। अनि भनेको सुने बल्ल बाज हो, न त किन बाँध्ने हो कि होइन? कान ल कौवाले भनेर कौवा धपाउनु जाने कि कान आफ्नो काम छोपेर बस्ने हो? अब त्यसरी दोष लागेछ त अनि होला त नि भन्न पर्यो। अब हजुरले ल र लगाइदिनु भयो कि अब जानुहुन्छ के अरे साखीले भन्न जहिलेसुकै? जाँदै नजाँदा म गएमा जति जान्छु उति कुरै लिएर जानियो। कुरा अरू भारी छैन, केही कुरेको मात्रै भारी हुन्छन्। तपाईँ जब त्यहाँ गएर आउनुहुन्छ अनि यहाँ झगडा हुन्छ क्या। अनि त्यसपछि एउटा कुरा अनि लिएर आउँछिन्, फोन गरेर कहिले तर्साउने, त्यस्तो त होइन त। अनि उनले ए त्यसो हो भने उसलाई पनि म भन्छु नि, किन कुरा लिएर गइस कसले भन्नु तँलाई भन्छु नि। भन्नु यो कुराको त छिनोफानो गर्नै पर्यो जहिलेसुकै। अनि आमाले यसो भनिन् र उसो भनिन् भनेर आउने। अनि ए तैँले उसले म आफ्नो घर आउँछ कि भनेर तर्काएकी हो कि मलाई के थाहा नि? खोइ अब त्यो त अब बुझ्न पर्छ। तर्काएकी हो कि न तिमीले तर्काउनुलाई त्यसो उसको नभएको कुरो लगाइसक्यो कि तिम्रो ड्युटी जोरिएला मलाई भन बल्ल। मैले भनेको नभनेको त्यहाँ थाहा हुन्छ। खोइ जहिलेसुकै यस्तो तनाव पार्ने अब तपाईँले अब घर लाउनु भयो कि के कुरा। अब अलिअलि त कुरो त हुन्छ नि, सधैँ बस्ने ठाउँमा हुँदैन त नि कुरा। कुरा हुन्छ भनेर अनि त उसले त्यति भन्न आएकी हो कि मलाई घर आउँछ, मेरो घर आउँछ भनेर नभएका कुरा ल्याएर लगाइछ कि? आज मैले भने कि भनेकै छैन कि भनिन, मलाई तिम्रो ड्युटी जोरियो। अनि मलाई सोध न, बल्ल छलफल हुन्छ। आज बल्ल भनेको नभनेको मैले दुध पानीको पानी पारिदिन्छु। आज बोलाउनु तिमीलाई, म त बोल्न मन पनि लागेन तिमीसित। बोलाउँछ मैले खोजी ल्याएर तिमीहरूलाई बजाउँछु यहाँ। अनि के अन्त नि अब आफै जोरियो, मैले त खोज्दिनँ। बस्नै गाह्रो भयो किन बोलाउने नि? तिम्रो ड्युटी लागु झगडा आएर न मैले बोलाए जोड्छु, आफै जोरियो। अब तपाईँले भनेपछि त तपाईँले जोड्नु पर्यो के अरे नि? भनेको भने यो मैले त भनेको भने यो। त्यसो भए त तिमीलाई पनि त भने, हामीलाई किन उसा कुरा? खोइ के थाहा अब। के थाहा? तिमीलाई थाहा नभएको कसलाई थाहा हुन्छ त नि? खोइ त्यसै भन्थे के अरे अघि आएर।